तपाईँलाई तवरबाट घिउ निकाल्ने त थाहा छँदैछ। घिउ निकालिसकेपछि तवरलाई चाहिँ के गर्नुहुन्छ? फालिदिनुहुन्छ, गाईलाई खुवाउनुहुन्छ, यसो के गर्नुहुन्छ। अब त्यसो गर्नु पर्दैन। हेर्नुहोस्, म तपाईँलाई नयाँ नौलो र एकदमै महँगो चिज बनाएर देखाउँछु। महँगो भन्नाले के बन्छ होला भनेर यसो सोचमा डुब्नुभयो होला। केही गर्दिनँ, तवरलाई उमाल्छु, उमालेर अलिकति घिउ निस्किने प्रक्रियातिर लान्छु। मिडियम हिटमा केही क्षणपछि हिट गरेपछि तपाईँलाई थाहै छ घिउ त निस्किनै हाल्छ। निस्कि त अनि सेलाउनको लागि तपाईँले भाँडामा, अर्को स्टिलको भाँडामा अथवा ग्लासको भाँडामा पनि सिफ्ट गर्नु नै हुन्छ। अब के गर्ने त? घिउ त निकालियो। अब हेर्नुहोस्, बदाम, काजु यस्तै छ भने पिस्ता पनि हालिदिनु होला। यिनीहरूलाई चाहिँ अब के गर्ने, समग्र रूपमा तपाईँलाई अलिकति जुन कम्पोस्ट प्रोपोर्सन छ त्यो प्रोपोर्सन अनुसार नै ग्राइन्डर गरिदिनुहोस्। ग्राइन्डर गरिसकेपछि त के गर्नुपर्छ, यसको त मिठासै अर्कै हुन्छ। हेर्नुहोस्, अलिकति गुलियो पनि त चाहियो नि, किन तवरमा त मिल्छ, अलिअलि अमिलो स्वाद आउला। त्यही भएर चाहिँ त्यसलाई पनि ग्राइन्ड गरिदिउँ। ग्राइन्ड गरेर सबै मिसाइदिइसकेपछि यसलाई तवरसँग जुन घिउ निकालिसकेको तवर छ त्यसलाई मिसाइदिउँ। अब त्यसमा अलिक 2-4 थोपा अथवा 2-4 चम्चा नै घिउ हालेर थपेर नै तपाईँले पकाउनु सुरु गर्नुहोस्। पाक्यो त हाल्यो। हेर्नुहोस् त कस। अब यो पेस्टलाई तपाईँले एउटा ट्रेमा राखेर फ्रिजिङ गर्नुहोस् र पछि पिस गरेर मिठाई बनाएर खानुहोस्।